चम्पादेवी त नराम्रो छ अरे नजाम भन्ने हैन यस्तो छ चम्पादेवी डोन्ट जज बुक बाइ इट्स कभर मलाई चाहिँ एकदम डर लाग्यो लुटेरदेखि पनि बाघदेखि पनि भूतदेखि पनि हाम्रो डाउनहिल सुरु भइसक्यो साथीहरू यहाँबाट पनि राम्रो दृश्य देखिँदो रहेछ काठमाडौँ सहरको गाइजहरू त्रिशुलमा आउन चाहनुहुन्छ भने आउनु होला हुस्सु लाग्यो गाइस हामी चाहिँ घना जङ्गलको बिचमा हरर हन्टेड फरेस्टमा छौँ है गाइस यो चाहिँ हात्तीवन रिसोर्ट है अब हामी चाहिँ यता लाग्छौँ हाम्रो रियल हाइक भनेको बल्ल सुरु हुन्छ है हेलो गाइस वेलकम टु माई भ्लग हामी चाहिँ अङ्कित र म दुईजना है चम्पादेवी हिँडिसक्यौँ हेर्नु देख्न सक्नुहुन्छ यस्तो ब्युटिफुल चम्पादेवी दामी छ यतातिर तल गाउँहरू हेर्न सक्नुहुन्छ सहरिया गाउँ होइन हाम्रो ट्रेल यस्तो छ वा सल्लाहघारी हामी बल्ल सुरु गरेका छौँ होइन हामी उता तल गाडीबाट झरेको यति हिँड्यौँ अब हामी कन्टिन्यू गर्नै छौँ अङ्कित लेट्स गो हामी दुईजना मात्र छौँ साथीहरू लुटपाट हुनसक्छ हामी माथि हामीलाई डर लागिरहेको छ पोहोर सालको खबर सुन्दाखेरि त्यही पनि हामी आँटिलो भएर आएका छौँ यस्तो माथि झोरसोरतिर लुकेर बस्यो हुन सक्छ कि हेलो गाइस हामी चाहिँ केरा खाइरहेछौँ है एनर्जी सिद्धियो केरा खाएको हल्का डर चाहिँ भाग्यो हाम्रो साथीहरू आएर कम्पेनियन रमाइलो छ ठाउँ रिग्रेट भयो होला अस्ति नआएको तिमीहरूलाई गाइस मेरो जोन चाम्लिङको आत्मा छिरिसक्यो ममा दामी छ रमाइलो लागेको छ मलाई कति बयानै गर्न सकिँदैन शब्दले हाम्रो प्लान मास्टर ऊ चाहिँ उसले गर्दाखेरि म आएकै हाम्रो फर्स्ट ब्रेक भइसक्यो हामी यहाँ समोसा खान आँटेको छौँ गुलियो हो क्या गुलियो होला रहेछ चारवटामा हाल्दै ए चार हाफमा त ल गाइस हामी खान्छौँ है त खाए ल गाइस हामी चाहिँ भर्खर फोटो खिचेर सक्यौँ है हामी मास्टर जाने तर्खरमा छौँ हामी भ्यू देख्न सक्नुहुन्छ दामीको भ्यू देखिन्छ है वाह गाइस हामी चाहिँ जङ्गलको बिचमा है यहाँ डाकु लाग्न सक्छ हामी दुईजना मात्र यस्तो घना जङ्गलमा आर्मी जसरी हिँडिराख्छौँ हामीलाई चाहिँ डर लागिरहेको छ टोइलेट त्यहाँ रहेछ अङ्कितले पर छोडिसक्यो केही छैन मलजल हुन्छ सल्लाहलाई देख्न सक्नुहुन्छ हामी पल्लो हात्तीवन रिसोर्टको अगाडि नजिक आइपुग्यौँ यस्तो रमाइलो छ ठाउँ
एमबीपी आज कि यहाँ एमबीपी यहाँ छ गाइस यो चाहिँ हात्तीवन रिसोर्ट है अब हामी चाहिँ यता लाग्छौँ हाम्रो रियल हाइक भनेको बल्ल सुरु हुन्छ है हेर्नु यस्तो रमाइलो ठाउँ छ तपाईँ किन नआएको तिमीहरू किन नआएको गाइस कसले नराम्रो छ भनेको त्यही भने चम्पादेवी त नराम्रो छ अरे नजाम भन्ने होइन यस्तो छ चम्पादेवी डोन्ट जज बुक बाइ इट्स कभर यस्तो बाइक पनि देख्न पाउँछ गाइजहरू यस्तो बाइक देख्ने मौका घुमायो तिमीहरूले हिँड न हिँड गाइज हाम्रो इन्ट्री भयो ल लेट्स गो अफरोड हिँड्नु न अफरोड गाइज हामी स्याउ खाँदैछौँ सुन्दर दृश्यको ठाउँमा यस्तो मेरो स्याउ खान कहाँ पाउने क्या हामी एकदम हाम्रो वातावरणको ख्याल राखिरहेको छौँ हिँडिरहेको छौँ किनकि यहाँ डाकुहरू लुक्न सकेका हुन्छ हामीलाई लुटपाट गर्नु सक्छ त्यो हामी होसियार भयो हिँडिराख्नु ओ फरेस्ट अरे फरेस्टको नाम जीरो फरेस्ट ओ फरेस्ट ओमाडा फरेस्ट ओमोडा यहाँ त फोटो खिच्न सुरु भइसकेको है देख्न सक्नुहुन्छ गाइस हामी सिडी चढिसकेका छौँ भर्खर बनाएको छ है हेर्दै गर्नु होला गाइस चम्पादेवी काठमाडौँ भ्याली बादल चाहिँ पुरा कालो भइसक्यो पानी झर्न आँटिसक्यो अरूलाई नि देखाउनु भनेर खिच्यो नि के हामी मात्र हेर्नु फोकस नगर्नु छ यहाँ बस्छ त गाइस हामी चाहिँ जङ्गलको बिचमा घना जङ्गलको बिचमा छौँ एकदम डर लागिरहेको छ हामीलाई यस्तै झोरतिर लुकेको छ भन्ने खबर सुनेको थियौँ हामी पोहोर साल त्यही भएर हामीलाई चाहिँ एकदम डर लागिरहेको छ कोही मान्छेहरू पनि छैन शनिबार भएर पनि यस्तो खाली खाली छ क्या किन आउँदैन भनेको यही डरले रहेछ है हामीलाई चाहिँ यस्तो डर लागिसक्यो यस्तो छ गाइस उकालो अङ्कित चाहिँ घायल भइसक्यो टाउको रिङटा चलेर उच्चमा आइसक्यो उच्च हाइट यस्तो ठाडो उकालो बाटो छ लाइक गाइस हाम्रो सेकेन्ड फुड ब्रेक
ढुङ्गामा आएर खाँदैछौँ। मन पर्दैन त मिठो छ है गाई। यता भिड छ। डु नट गिभ अप गाइस। हामी चाहिँ खाजा खाएर फेरि हिँडिसक्यौँ मास्तिर। निरन्तरता दिइराखेका छौँ। अङ्कित अगाडि गइसक्यो। अलिक अशक्त भएको थियो क्या आज। टाउको दुख्यो है, त्यही भएर बिस्तारै विश्राम गर्दै गर्दै हिँडेको। हेलो गाइस, हामी चाहिँ अन्त्यमै 2 घन्टाको हिँडाइपछि ब्रेक लिइकन पुग्यौँ हामी चम्पादेवी। अङ्कित चाहिँ अलिक कमजोर भएर सकेन, नत्र छिटै पुगिन्थ्यो। देख्न सक्नुहुन्छ डाइन्टाडाइङ चम्पादेवी मन्दिर। फोनबाटै दर्शन गर्नु होला है। डाँडा लाग्दैन हामी चल्नु न भ्याउ चल। मन्दिर चाहिँ यही रहेको छ गाइजहरू। गाइज हामी चाहिँ चम्पादेवी पुगिसकेर अर्को नयाँ डेस्टिनेसन 1 घन्टासम्मको डेस्टिनेसन होइन भस्मसुर हिल जाँदैछौँ होइन। हामी चाहिँ लाउरे बन्ने सम्भावना भएको मान्छे भएर यति केही काम केही छैन भनेर हिँडिरहेको छु। लेट्स गो टु भस्मसुर। यो ट्रेल चाहिँ हामी भस्मसुर हिल जाँदैछौँ। 2 जना मात्र छौँ हामी, कोही छैन अगाडि। गाइस हामी चाहिँ डेन्जर उकालोमा आयौँ। डेन्जर उकालो चाहिँ अङ्कित पनि गिभ अप दिन खोजिरहेको छ। डेन्जर उकालो तल हेर्नु सक्नुहुन्छ। बाफ भस्मसुर हिल भनेको नि यहाँको कुरा हो त। रोड टु हेभन गाइस। छेक्यो देउराली डाँडा उसुर कुहिरोले। भस्मसुर हिल गइरहेछौँ हामी। गाइस हामी चाहिँ विश्राम गरिरहेछौँ। एउटा चौतारा भेट्यौँ भने विश्राम गरिरहेको छौँ। देख्न सक्नुहुन्छ हाम्रो अवस्था। सुनसान छ, कोही छैन मान्छेहरू। गाइस हामी चाहिँ आइपुग्नु आँटे जस्तो छौँ है। माथि मान्छेको टाउकोहरू देखिरहेको छ माथिको। After 45-minute hike from Champadevi hill, we have finally reached
Bhasmasur Hill. We haven't fully reached, but we're about to reach the peak. Stay tuned, guys. I'll show you what it's like at the top. Akame hano no soki antoi hela jaidinu. हुस्सु लाग्यो फोटो त राम्रो आउँछ हुस्सु छ नि त हामी चाहिँ पुग्नु आँट्यौँ गाइस हुस्सुले चाहिँ साथ दिएन हामीलाई हुस्सुले साथ दियो त्यही भएर भ्यूले साथ दिएन यस्तो चाहिँ भ्यू काठमाडौँ सहर देखिन्थ्यो नत्र तर पनि जोन चाम्लिङलाई हेर्न चाहन्छ भने यता हाजिर छ गाइस अंकितलाई चाहिँ अलिक गाह्रो भएछ टाउको देखेर टाउको देखेर साह्रो भएर सुत्नु थाल्छ कि मैले सुत्दिन्छु एकछिन हाम्रो हाइकको डेस्टिनेसन यहीसम्म हो कम्प्लिट भइसक्यो हाम्रो अब फर्किन मात्र बाँकी तल यस्तो खाडी छ ओह्रालो गाइस हामी भस्मासुर पुगेर पनि फर्किसक्यौँ हामी माइलस्टोन रिच गरेर आइसक्यौँ अब हामी फटाफट जाँदैछौँ चम्पादेवीतिर फेरि अनि घर लाग्नेछ अंकितलाई बिरामी भएछ अल्टिट्युड सिकनेस भएछ अलिक हाइटमा आएर भमिटिङ हुन थाल्यो त्यही भएर हामी फर्केको अब अझै माथि जान्थ्यौँ म कस्तो खतरा भिडियो बनाउनु सोचिरहेको थिएँ तिमी चाहदैन गाइस हामी फटाफट फर्किरहेको छौँ पानीले भेटिसक्यो हामीलाई छिराउन थालिसक्यो आजको हाइक हाम्रो सम्पन्न भइसक्यो गाइस हामी चाहिँ घना जङ्गलको बिचमा हरर हन्टेड फरेस्टमा छौँ है फर्किरहेछौँ भस्मासुर हिलबाट दुईजना मात्र छौँ हामी अगाडि अंकित छ पछाडि मलाई चाहिँ एकदम डर लाग्यो लुटेरदेखि पनि बाघदेखि पनि भूतदेखि पनि बाघलाई त म मेरो साथी फकाइहाल्छु लुटेर र भूतदेखि चाहिँ डर लागिरहेछ मलाई विश मी लक गाइस मे गड प्रोटेक्ट मी हामी फर्केर फेरि पुगिसक्यौँ चम्पादेवी मन्दिरमा सबै खाली भइसक्यो दोकानहरू सबै तल गइसक्यो साथीहरू अंकित मुख धोइरहेछ भगवानको दर्शन गरिसक्यौँ हामीले जग्नुहुन्छ चम्पादेवी माता हामी चाहिँ पानीपुरी खान आँटेको छौँ साथीहरू पानी पर्न लागिसक्यो गाइस
हाम्रो डाउनहिल सुरु भइसक्यो साथीहरू। अब गइन्छ लगातार। गाइस हामी फटाफट हिँडिरहेका छौँ हाम्रो घर। पानीले भेट्न आइसक्यो हामीलाई। गाइस पानीले भेटिसकेको छ हामीलाई। छाता खोल्नुपर्ने अवस्था आइसक्यो। ह्याप्पी इन्डिङ भयो कि हाम्रो इन्डिङ भएको यो घोषणा गर्न चाहन्छ यो बारिसले पानीले। हामी चाहिँ फेरि अर्को नयाँ बाटो जानु भनेर खोजेको त कुन बाटो आइपुग्यो हामी त हरायौँ। के गर्ने अब हामी त यत्तिकै गइरहेछौँ। ओह्रालो झरिरहेका छौँ। जहाँ पुग्छ पुग्छ हो त्यही भनेर गइरहेछौँ हामी। हेलो गाइज म चाहिँ भ्लग इन्ड गर्छु भन्दा पनि यार कस्तो नयाँ नयाँ ठाउँहरू आउँछ अनि भ्लग इन्ड गर्नै मन लाग्दैन। देख्न सक्नुहुन्छ यहाँ बुद्ध भगवान्। फोटो सुट गरिदिउँ है ह्यान्डसमको। फुल पनि हाफ पनि ल बब्ली तिमी खिच्नु। ल गाइस हामी चाहिँ बुद्ध भगवान्को अगाडि फोटो खिचेर अझै अर्को स्थलतिर गइरहेको छौँ। त्यसकै 10 मिटर तल देख्न सक्नुहुन्छ यो यस्तो ठाउँ। साइडमा देख्न सक्नुहुन्छ ठुलो शिवको त्रिशूल विथ डमरू यस्तो रहेको छ। यहाँबाट पनि राम्रो दृश्य देखिँदो रहेछ काठमाडौँ सहरको गाइजहरू। त्रिशूलमा आउनु चाहनुहुन्छ भने आउनु होला। यहाँबाट खतरा भ्यू देखिन्छ त यार। क्लोज अप भ्यू। गाइस हामी चाहिँ हात्तीमा नि आइसक्यौँ। देख्न सक्नुहुन्छ हात्ती यस्तो रमाइलो छ हात्ती ठाउँ। गाइस अर्को गैँडा पनि भेटिसक्यौँ हामीलाई। सुँड चाहिँ कसले चोरेर लगेछ। सुँड चाहिँ गैँडाको सिङ कान पनि उडाइदिएछ। नेपालको झन्डा गाइस अलिक मुनिबाट। यहाँबाट चाहिँ त्यस्तो राम्रो देखिँदैन। तल पारीबाट राम्रो देखिन्छ। गाइस अर्को हामीलाई अनौठो अर्को राम्रो भेटेका छौँ सिंह। सिंहसँग खिच्छौँ हामी। र अर्को रहेको छ त्यहाँ कलर नगरिएको के हो त्यो बाघ हो के हो। बाघ है सिंह इन्कम्प्लिट रहेछ। कम्प्लिट गर्नुभएको छ यो सिंह। हाम्रो भ्रमण चाहिँ थुप्रो भइसक्यो। झन्डा जनावरहरू शिवजीको त्रिशूल अनि यस्तो सुन्दर दृश्य। गाइस हामीले अर्को जनावर देखिसक्यौँ हामी। वाउ व्हाट इज दिस कॉल्ड। जरा है 12 सिङ्गे स्ट्याग वाट एभर इट इज। हाइक सकेर फर्किरहेको छौँ हामी। माथि झन्डा देख्न सक्नुहुन्छ। यता अर्को थिएछ नि मन्दिर यार। एउटा मिस गऱ्यौँ हामीले त्यही पनि। अब चाहिँ हामी यहाँ तल बस पर्खन्छौँ अनि आएपछि चढेर जान्छौँ। हाम्रो हाइक कम्प्लिट भएको घोषणा गर्न चाहन्छु म। धन्यवाद। सब्सक्राइब गरिदिनु होला यहाँसम्म हेरिसक्नु भएकोमा। सब्सक्राइब गरेर लाइक कमेन्ट साथीहरूलाई सेयर पनि गरिदिनु होला हैन। यस्तै हो भ्लग मेरो च्यानलमा जोडिरहनु होला। अरू पनि विभिन्न भ्लगहरू आउनेछ। आजको लागि धन्यवाद। बाई बाई।